ढुङ्गा सुङ्गा पड्किएर त अनि अरू मान्छे त पोल्छ त अनि भन्छ त है। मासु त कहाँ होला पोलेको मासु। ढुङ्गा सुङ्गा पड्किएर त अनि अलि हाँसौँ न। मासु त पुरा पड्किन्छ होइन तपाईँ त ब्राङको जानेको छ नि हो ला कसको जाँडमा चढेँ हौ म नेवारहरूले चाहिँ कस्तो खान्छ नि यस्तो भैँसी मैले यस्तो भएको अनि त्यस पछाडि मेला भयो मेला हुँदा त हामीले दुईवटा सुँगुर बेचेको यसरी पोलेर भएन फाइदा उदाहरणले त्यस्तो नथ्यो त्यसपछि त त्यहाँ त कहाँ फेमस बनिन्थ्यो हामीले बजारमा बेच्यौँ नि त मेलामा त्यसपछि जसले पनि कस्तो राम्रो रहेछ है। यत्रो छैन यो मार्नुपर्ने यो के अरे फर्किनु त म निकाल्छु कालो मासुहरू चाहिँ पाल्टाङ पुल्टाङ गऱ्यो हुन्छ हौ डल्लो डल्लो रहेछ ढिलो पाक्छ डढ्छ दिदी भयो है नाना ल कामै गर्दैन ल हौ Di ko campi na to eh. Tara, ano na? Camera para kita ni para.